Hello students, warm greeting, namaste. Today we are going to discuss humility, an essay written by Yuval Noah Harari, a historian and philosopher from Israel. Now he is teaching in the Hebrew University of Jerusalem. It's grade 12 compulsory English. Alright. So in this episode, I'm going to give you the meaning of humility so that we can understand how it is relevant to the essay topic. Then we'll discuss the theme. I'll give you main ideas in this episode. In the next episode, I will be giving you the extensive summary, paragraph-wise summary in the next episode. Well, humility meaning. Humility is a virtue of being. Humility भनेको एउटा त्यस्तो गुण हो जुन कस्तो कस्तो गुण हो भन्दाखेरि मोडेस्ट एकदम भद्र शिष्ट हुनु त्यस्तै गरेर ओपन हुनु इफ यु अन्डरस्ट्यान्ड द्याट समथिङ यु हेभ लर्न इज रङ देन यु आर रेडी टु लर्न अगेन त्यो ओपननेस भएको अनि यु आर सेल्फ अवेर द्याट यु नो योर लिमिटेसन्स होइन आफ्नो लिमिटेसन थाहा भएको and then you are respectful to everyone, okay, as per their achievements and as per their dignity, you know. अनि you are free from arrogance, सबै प्रकारको चाहिँ रिस राग द्वेषबाट फ्री भएको र आफ्नो एक्सेसिभ प्राइड आफ्नो घमण्डबाट पनि मुक्त भएको चाहिँ अवस्थालाई हामी ह्युमिलिटी भन्छौँ. So humility in that sense, okay, we will be discussing how humility is important, okay, in this modern world today. So the theme, as the writer says in the book, is okay. Harari exemplifies the virtue of humility in that he debunks humanity's illusions of superiority and mastery. Right? र यसमा चाहिँ हरारीले राइटरले यो चाहिँ भद्रताको गुणको बारेमा चाहिँ गुणलेको बारेमा इक्जाम्पल दिइराख्नु भएको छ र जसमा चाहिँ यो ह्युम्यानिटिज इल्युजन अफ सुपिरियरिटी एन्ड मास्टरी यो चाहिँ आई एम द सुपिरियर वान है आई एम द ओन्ली मास्टर मेरो कल्चर मेरो नेसन मेरो धर्म सबैभन्दा चाहिँ उत्तम हो भन्ने किसिमको एउटा चाहिँ जुन अहमता छ त्यसलाई चाहिँ राइटरले चाहिँ मानवीय यो चाहिँ इल्युजन भ्रमको रूपमा लिएका छन् र त्यो भ्रमलाई उहाँले डिबङ्क्स त्यसलाई चाहिँ त्यसको फल्सनेस त्यसको झुटोपना अनि त्यसको चाहिँ निरस्ता त्यसको चाहिँ हलोनेसलाई चाहिँ exemplify गर्नुभएको छ यो लेसनमा. He exposes the hollowness, the falseness of humanity's illusions that they are saying they are superior and they are master. Okay. So here he claims morality, art, spirituality, and creativity are universal human abilities embedded in our DNA. र चाहिँ हाम्रो चाहिँ नैतिकता मूल्य मान्यताहरू हाम्रो कला संस्कृतिहरू हाम्रो चिन्तन आध्यात्मिकताहरू हाम्रो सृजनशीलताहरू यो सबै चाहिँ यो वास्तवमा यो मानवीय चाहिँ एबिलिटीहरू हुन् मान्छेका क्षमता हुन् यो चाहिँ हाम्रो डिएनएमा इम्बेडेड डिएनएमै चाहिँ यो चाहिँ सँगसँगै जोडिएर डिएनएसँग जोडिएर रहेको छ. देयरफोर you don't have to boast on the superiority of your culture, nation, or religion, right? यो कुरा चाहिँ these themes are expressed in this lesson, right? So let's go to more elaborations. Okay, so therefore the main ideas or the main themes again we can find in these lessons are: number one, every culture is biased, especially your own. Okay, राइटरले चाहिँ सबभन्दा पहिला चाहिँ पहिलाका
प्याराग्राफमा के डिस्क्राइब गरेका छन् भन्दाखेरि सबै एउटा चाहिँ कल्चरहरू हैन संस्कृतिहरू चाहिँ बायस छन् भनेको चाहिँ पूर्वाग्रही छन् हैन खास गरी अनि हाम्रो आफ्नो हैन भन्न खोजेको उहाँले के भन्नुभएको भन्दाखेरि people tend to believe their nation, religion or culture is the most important or most correct हैन let's understand this idea सबै मान्छेहरूले के विश्वास गर्छन् त भन्दाखेरि हाम्रो राष्ट्र हाम्रो धर्म हाम्रो संस्कृति सबैभन्दा इम्पोर्टेन्ट छ महत्त्वपूर्ण छ र सबैभन्दा चाहिँ राम्रो छ भन्ने हाम्रो चाहिँ सोच छ त्यो बायस सोच पूर्वाग्रही सोच हो भन्नुहुन्छ राइटर Harari describes how every nation teaches a version of history that places itself at the center हैन अनि हरारीले चाहिँ अरु चाहिँ एक्जाम्पल डिस्क्राइब गर्नुभएको छ कि प्रत्येक नेसनहरुले हैन जस्तै आफ्नो कथा आफ्नो इतिहास आफ्नो ठाउँ हैन यो चाहिँ मोस्ट इम्पोर्टेन्ट सेन्टर हो भनेका छन् एक्जाम्पल जस्तै कि इजरायलले चाहिँ आफ्नो विद्यार्थीहरूलाई चाहिँ के सिकाउँछ भन्दाखेरि वर्ल्डको हिस्ट्री सबै चाहिँ वर्ल्डको इतिहास संसारको इतिहासलाई चाहिँ सेप गर्ने त्यसलाई चाहिँ निश्चित दिशा दिने भनेको जुडाइजम हो भनेर सिकाउँछ चाइनाले चाहिँ चाइनिज सिभिलाइजेसन हैन चाइनिज संस्कारहरू चाहिँ सबभन्दा पुरानो छन् मोस्ट एडभान्स छ र चाहिँ हिस्ट्रीकै इतिहासको यो ड्राइभिङ फोर्स हो भनेर सिकाइरहेछ इन्डिया रसिया जापानले पनि त्यस्तै कथाहरू आफ्नो सांस्कृतिक कथा र हामी सेन्टरका हौँ हामी महत्त्वपूर्ण छौँ भन्ने कथा छ है कि He notes that these stories contradict each other clearly they cannot all be accurate त्यसकारणले गर्दाखेरि हरारी भन्नुहुन्छ कि अब कि इन्डिया रसिया जापानले भनेको कुरा ठिक हुनु पर्यो कि चाइनाले भनेको कुरा ठिक हुनु पर्यो ओरिजिनल हो कि सो everybody can be correct at the same times okay त्यसकारणले गर्दाखेरि यो सबै बायस्ड चाहिँ छौँ हामी that's what the writer says दोस्रोमा चाहिँ नो नेसन अर रिलिजन इज द सेन्टर अफ द वर्ल्ड त्यसकारणले गर्दा मुख्य अर्को चाहिँ आइडिया थिम के छ भन्दाखेरि यु आर नट द सेन्टर तपाईँ सेन्टर होइन कुनै पनि राष्ट्र कुनै पनि धर्म चाहिँ संसारको एउटा सेन्टर होइन अथवा महत्त्वपूर्ण ठाउँ एउटा मात्र होइन He highlights that the world's major scientific, political, and cultural developments have come from the wide mix of civilization. Right? No single group can claim superiority. त्यसकारण एउटा ग्रुपले मात्रै superiority को हैन कि यानी कि हामी सबैभन्दा चाहिँ उत्कृष्ट हौं भन्ने क्लेम गर्न सक्दैन किन भन्दाखेरि यो वाइड मिक्स अफ सिभिलाइजेसन यो सभ्यताको ठूलो चाहिँ महान सभ्यताहरुको हैन ठूला ठूला सभ्यताको मिक्सचर हो हैन त्यसकारण सबै कुरा चाहिँ वर्ल्डका साइन्टिफिक पोलिटिकल कल्चरल डेभलपमेन्टहरु सबै चाहिँ विभिन्न चाहिँ सभ्यताहरुबाट आएका हुन् एक्जाम्पल he shows that Judaism despite being important Western culture was not centered to measure global development for example उहाँले भन्नुहुन्छ हैन जुडाइजम चाहिँ अब आफैमा इम्पोर्टेन्ट वेस्टर्न कल्चरको लागि अति महत्त्व राख्दै पनि अब ग्लोबल डेभलपमेन्ट हैन यो सांसारिक विकासहरुको लागि चाहिँ यो सेन्टर चाहिँ हैन It did not heavily influence the rise of agriculture, cities, writing, money, empires or science. यी कुराहरुमा चाहिँ यसले यसको त्यति इन्फ्लुएन्स छैन जुडाइजमको ओके if Judaism had never existed most major historical development would still have happened हैन जुडाइजम नभए पनि अब यो संसारका ठूला ठूला चाहिँ ऐतिहासिक विकासहरु चाहिँ आफै भएर जान्थे नै The Chinese, Indians, Persians, Mediterranean peoples, and Muslim civilizations shaped mathematics, bureaucracy, empires, algebra, and philosophy. त्यसकारणले गर्दाखेरि यी विभिन्न चाहिँ क्षेत्र विभिन्न राष्ट्र विभिन्न जातिहरुबाट चाहिँ अब म्याथमेटिक्सको कुरा हैन त्यसपछि यो ब्युरोक्रेसी हैन यो कर्मचारी तन्त्र लगायत प्रशासनिक चीजहरुको कुरा अम्पायर हैन विभिन्न चाहिँ राज प्रशासनको कुरा हैन अल्जेब्राको कुरा म्याथमेटिक्सको फिलोसफी दर्शनको कुरा यो धेरै चीजहरुबाट आएको छ ओके सो यु आर नट द धेरै ठाउँबाट आएको छ यु आर नट द सेन्टर हो त्यस्तै गरेको थर्ड ओके आइडिया वी क्यान से इज मोडर्न नलेज इज ग्लोबल एन्ड कलेक्टिभ त्यसकारणले गर्दाखेरि
अहिलेको ज्ञान भनेको एकदमै चाहिँ ग्लोबल छ होइन, विश्वव्यापी छ र चाहिँ सबैबाट चिज आएको छ कि फर इक्जाम्पल होइन, यो ह्युमिलिटीको चाहिँ आइडियाले चाहिँ यो सबै चिजहरूलाई चाहिँ बल्ल अन्डरस्ट्यान्ड गर्न सक्छ, ह्युमिलिटी भयो भने होइन। The technologies, sciences, and institutions we rely on today are the result of contributions from many cultures over thousands of years. त्यस कारणले आजका यो टेक्नोलोजीका कुराहरू, प्रविधिका कुराहरू, साइन्सका कुराहरू, विभिन्न संस्थाका कुराहरू, यो सबै कुराहरू चाहिँ विभिन्न कल्चरहरूको हजारौँ हजार वर्षको चाहिँ सांस्कृतिक अभ्यासहरूको देन हो, कन्ट्रिब्युसन हो। ओके, फर इक्जाम्पल Harari points out in the lesson that again modern science and institutions are hybrid creation. त्यस कारण यो चाहिँ यो हाइब्रिड क्रिएसन हो होइन, सबै चिजबाट चाहिँ प्राप्त भएको। मोडर्न म्याथमेटिक्स रिलाइज अन अरब न्युमरल्स, इन्डियन जेरो, ग्रिक जियोमेट्री एन्ड मोडर्न वेस्टर्न फर्मलाइजेसन हो कि होइन। म्याथमेटिक्स अहिले चाहिँ अरबबाट नम्बर आयो, इन्डियाबाट चाहिँ जिरो आयो, ग्रिकबाट जियोमेट्री जोडियो होइन, वेस्टर्नबाट चाहिँ अर्को फर्मुलाइजेसन होइन, यानि कि फर्मुलाहरू आए, यी सबै चिजहरू मिलेर चाहिँ बनेको हो कि। मेडिसिनमा चाहिँ टेक्निक्सहरू कहाँ कहाँबाट आए, इजिप्टबाट आए, ग्रिसबाट आए होइन, इस्लामिक फिजिसियन्सहरूबाट आए, मोडर्न म्युजिसियनहरूबाट आए कि। So this is the global and collective okay, idea everywhere है, त्यो कुरा चाहिँ भइरहेको छ यहाँ। त्यस्तै गरेर ब्युरोक्रेटिक गभर्मेन्ट होइन पनि चाहिँ ट्रेसेस रुल्स टु एन्सियन्ट चाइना होइन। त्यसकारणले अब चाइनाबाट चाहिँ यो शासन पद्धति सम्बन्धी होइन आएको देखिन्छ होइन, यो प्रशासन सरकारको चाहिँ शासन सम्बन्धी होइन। He emphasizes that no single culture could have created modern scientific or technological civilization alone. त्यस कारणले गर्दाखेरि एउटा चाहिँ एउटा मात्र कल्चरबाट यो चाहिँ यो अहिलेको चाहिँ मोडर्न साइन्स टेक्नोलोजीको सभ्यता सुरु भएको है। र चौथो चाहिँ आइडिया छ ह्युमिलिटी इज एसेन्सियल इन ग्लोबलाइज्ड एरिया होइन। त्यस कारणले अब ह्युमिलिटी अब किन आवश्यक छ होइन, यो चाहिँ भलात्मकता होइन, त्यसपछि गएर विनम्रता चाहिँ अब अहिलेको ग्लोबलाइज इरामा किन आवश्यक छ भन्दाखेरि टु कोअपरेट ग्लोबल्ली साइन्टिस्ट मस्ट एक्नोलेज द्याट दे आर नट इनहेरिटेन्टली बेटर देन अदर्स होइन। त्यस कारणले अब यो हामी सबै संसार एउटा सर्वव्यापी रूपमा चाहिँ एकअर्कासँग कोअपरेट गर्नको लागि, मिल्नको लागि सोसाइटीहरूले चाहिँ के एक्नोलाइज गर्नुपर्छ भन्दाखेरि सोसाइटिज मस्ट एक्नोलेज होइन, हाम्रा समाजहरूले के बुझ्नुपर्छ भन्दाखेरि दे आर नट इनहेरिटेन्टली बेटर देन अदर्स होइन, उनीहरू चाहिँ अरूभन्दा चाहिँ पूर्ण रूपमा होइन राम्रो छन् होइन भन्ने कुरा, अरूभन्दा राम्रो छु भन्ने कुरालाई चाहिँ भन्ने कुरा जुन छ नि त्यो होइन। तपाईँ चाहिँ अरूभन्दा राम्रो चाहिँ पुरै रूपमा राम्रो हुनुहुन्न भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ। Nationalist or civilizational arrogance becomes dangerous in a deeply interconnected world. त्यस कारण हाम्रो संसार अहिले चाहिँ इन्टरकनेक्टेड छ, इन्टरवेन्ड छ, एकअर्कामा सम्बन्धित छ। त्यस कारणले गर्दा यो संसारमा चाहिँ एकदमै पूर्ण रूपमा एकदमै राष्ट्रवादी होइन, अनि गएर एकदमै चाहिँ सभ्यतावादी चाहिँ जुन एरोगेन्स हामी हौँ भन्ने होइन, हाम्रो सभ्यता ठुलो भन्ने छ, अनि हाम्रो मात्र राष्ट्र भन्ने छ, यसले चाहिँ यो चाहिँ डेन्जरस आइडिया हो। And he goes on giving the example that argues that believing your nation is the best causes conflict in the deeply interconnected. त्यस कारणले हाम्रो राष्ट्र मात्रै हो, हामीलाई मात्र हाम्रो राष्ट्रको मात्र बढी चाहिँ महत्त्व छ भन्ने कुरा गर्नुभयो भने यसले कन्फ्लिक्ट सृजना गर्छ। द्याट्स वाइ आई थिङ्क टुडे वी क्यान सी ओके कन्फ्लिक्ट अराउन्ड द वर्ल्ड होइन। प्रत्येक राष्ट्रले अब अमेरिकालाई म मात्रै ठुलो भन्ने, भारत चाइना दे अल्सो थिङ्क द्याट दे आर द सुपेरियर वान होइन। अनि चाहिँ त्यस्तो किसिमको अवधारणाबाट कन्फ्लिक्टहरू सृजना भएको चाहिँ अब देखिन्छ होइन। दिस इक्जाम्पल यु क्यान सी टुडे एज वर्ल्ड एज द वर्ल्ड फेसेस ग्लोबल च्यालेन्जेस होइन, लाइक टेक्नोलोजी, क्लाइमेट, एआईहरूमा चाहिँ न्युक्लियर रिस्कहरूमा वी निड कोअपरेसन रिक्वायर्स, कोअपरेसन जरुरी छ।
recognize the limits of each culture's contribution. त्यस कारणले हामी आफ्नो चाहिँ संस्कारको हाम्रो सभ्यताको चाहिँ कन्ट्रिब्युसनको लिमिटेसन छ हैन, सीमितता छ, हामी सबैमा चाहिँ भरिपूर्ण छैनौँ, त्यो कुरा बुझ्नु जरुरी छ र कोअपरेसन आउँछ र यो छवि टेक्नोलोजिकल क्लाइमेट एआई लगायतका चाहिँ रिस्कहरू समाधान हुँदै जान्छन्. So he uses the example of Israelis and Jews. And many believe Jews are the chosen people, yet Israel relies heavily on global knowledge and foreign technologies for survival. जस्तै कि अब ज्युजहरूले चाहिँ हैन अब चुजर पिपल हामी चाहिँ परमेश्वरका हामी मात्र सन्तान हौँ भने तापनि उनीहरू चाहिँ अब हैन अब संसारका ज्ञानमा अनि गएर फोरन टेक्नोलोजीहरूमा हैन बाँच्नु परेको छ, निर्भर हुनु परेको छ. दिस डिपेन्डेन्सी कन्ट्राडिक्ट्स द बिलिफ इन कल्चरल सेल्फ सफिसियन्सी. त्यस कारणले सांस्कृतिक स्वनिर्भरता को जुन एउटा चाहिँ सोचाइ छ त्यो कुरा चाहिँ मैले चाहिँ कन्ट्राडिक्ट गर्छ, विरोधाभास ल्याउँछ. भनेको कुनै पनि संस्कृति आफैमा भरिपूर्ण छैन. वी हेभ टु गिभ एन्ड टेक है. र अर्को आइडिया भनेको चाहिँ रेकग्नाइजिङ ह्युमन इग्नोरेन्स फोस्टर्स विजडम हैन. त्यस कारणले यो मानवीय चाहिँ अज्ञानताले पनि हामीले चाहिँ विजडम हैन हाम्रो चाहिँ एउटा बुद्धिमत्ता विकास हुन्छ भनेको छ हैन. अब यसमा के भन्न खोजेको भन्दाखेरि अर्को थिम उसमा के छ भन्दा इन्टेलेक्चुअल एन्ड कल्चरल थिम छ यसमा, इज स्टार्टिङ पोइन्ट फर रियल लर्निङ हैन. हामीले चाहिँ रियल लर्निङ सुरुवात गर्नुपर्ने छ. Believing you already know the truth blocks the ability to understand complex global channel. कि पहिले हामीले चाहिँ जानेका छौँ हैन, एभ्रिथिङ आई नो भन्ने चाहिँ चिजले चाहिँ ब्लक गर्छ सबै चिजहरू बुझ्न हैन, सबै चाहिँ च्यालेन्जहरू बुझ्न ब्लक गर्छ. त्यसकारणले ह्युमन इग्नोरेन्स पनि चाहिन्छ भन्न खोजेको है. एक्जाम्पल चाहिँ हररी पोइन्ट्स आउट द एन्सियन्ट टेक्स्ट हैन, पुराना चाहिँ टेक्स्टहरू जस्तै कि रिलिजियसहरू क्यान नट गाइड अस हैन. पुराना हाम्रो चाहिँ धर्म ग्रन्थहरूले अब चाहिँ इस्युज लाइक एआई को इस्युजको कुराकानी गर्न सक्दैन, जेनेटिक इन्जिनियरको कुरा उनीहरूले गाइड गर्न सक्दैनन्, न्युक्लियर वेपन्सको कुरा वी क्यानट फाइन्ड देयर ओके, बिकज दिस टेक्नोलोजी डिडन्ट एक्जिस्ट वेन द टेक्स्ट वर रिटन. किनभने त्यो बेला यो चाहिँ टेक्नोलोजीको विकासै थिएन हैन. सो द्याट्स वाट देयरफोर ह्युमिलिटी टुवर्ड्स आवर ओन ट्रेडिसन इज नेसेसरी. नो कल्चर एन्सियन्ट विजडम प्रोभाइड्स अल द एन्सर्स हैन. त्यस कारणले हाम्रो चाहिँ आफ्नो ट्रेडिसन, आफ्नो चाहिँ एउटा मूल्य मान्यता हैन, ह्युमिलिटीको मूल्य मान्यतालाई हामीले चाहिँ वास्तविक रूपमा बुझ्न जरुरी छ हैन. हम्बलनेसको, भद्रताको, ओपननेस, हामीले सुरुमा कुराकानी ती चिजहरूको ट्रेडिसन हामीले बसाल्नु छ. किन भन्दाखेरि कुनै पनि एउटा संस्कृतिले, कुनै पनि एउटा सभ्यताले, कुनै पनि एउटा देशले, कुनै एउटा धर्म र एउटाले चाहिँ सबै कुराको एन्सर दिन सक्दैन. सो फाइनल्ली he talks that identity narratives must be questions हैन गरे. अनि गएर एउटा हाम्रो चाहिँ एउटा जुन हामी आइडेन्टिटीको कुराकानी गरेका छौँ, एकदम पहिचानको एउटा चाहिँ भाष्य, पहिचानको एउटा भाष्य निर्माण गरेका छौँ, त्यसलाई पनि हामीले क्वेसन गर्न जरुरी छ अहिले संसारमा आएर भन्नुभएको छ. जस्तो कि अब एभ्री नेसन कन्स्ट्रक्ट्स स्टोरिज अबाउट इट्स ग्रेटनेस. प्रत्येक राष्ट्रले चाहिँ आफ्नो महानताको बारेमा कथाहरू बनाएका छन्. Harari encourages individuals to examine these stories critically and understand their limitations. त्यसकारण हरारीले चाहिँ यो चाहिँ प्रत्येक मान्छेहरूलाई चाहिँ यो कथाहरुकोलाई अलिकता सूक्ष्म रूपले अलि आलोचनात्मक ढंगले पनि हेर्न जरुरी छ. किन भन्दाखेरि त्यसका लिमिटेसन छन्, त्यो बुझ्न जरुरी छ हैन. त्यसकारणले गर्दाखेरि एक्जाम्पलको रूपमा जस्तै कि हरारीले चाहिँ इजरायलको नेशनल न्यारेटिभ हैन, जस्तै कि स्कुलमा पढाइने जसले क्लेम गर्छ कि जुडाइज्म सेभ्ड द मोस्ट अफ द वर्ल्ड हिस्ट्री, यो चाहिँ जुन न्यारेटिभ, यो भाष्य निर्माण गरिएको छ हैन. जुडाइज्मले चाहिँ संसारको सबै कुराहरूलाई दिशा दिएको कुरा हैन. त्यस्तै गरेर यसलाई चाहिँ उनले के भन्छ त भन्दाखेरि वर्ल्ड्स मेजिकल पोलिटिकल सिस्टम एम्पायर साइन्टिफिक एभोल्युसन इमर्ज लार्जली आउटसाइड द ज्युस कल्चर हैन. यसलाई के भन्छ भन्दाखेरि जबकि त्यो भाष्य ठिकै हैन. किन भन्दाखेरि संसारको चाहिँ पोलिटिकल सिस्टम कुरा हैन,
साम्राज्यका कुराहरू, साइन्टिफिक रिभोल्युसनका, साइन्टिफिक चाहिँ विभिन्न रिभोल्युसन क्रान्तिका कुराहरू चाहिँ जुडाइजम कल्चरभन्दा बाहिरबाट आएको छ। ओके, त्यस कारणले यो भाष्यलाई हामीले के भन्यो, क्वेसन गर्नुपर्ने देखियो। त्यस्तै गरेर अरू देशको कुरा पनि, चाइनाले चाहिँ अब मोस्ट इम्पोर्टेन्ट सिभिलाइजेसन चाइनाको भन्ने जुन भाष्य छ त्यसमा पनि तपाईँले क्वेसन गर्नुहोस् होइन। रसियनले जुन चाहिँ अब रसियाले चाहिँ संसारलाई हामीले चाहिँ टाइममा बचाएका छौँ भन्ने जुन भाष्य छ त्यो भाष्यमा क्वेसन गर्नुहोस् होइन। अमेरिकन्सले चाहिँ जुन हामी चाहिँ एउटा ह्युम्यानिटीको, मानव सभ्यताको लिडरै हामी हौँ होइन, हामी स्वतन्त्रताको, प्रजातन्त्रको हामी नै चाहिँ जन्मदाता हौँ भन्ने कुरा छ, त्यसलाई क्वेसन गर्नु पर्यो। त्यस कारण दिस कन्ट्राडिक्ट स्टोरी इलिस्ट्रेट द निड टु क्वेसन नेसनलिस्ट। ओके, नेसनलिस्ट, ओके, नेसनलिस्ट, anyway, these contradictory stories illustrate the need to question the nationalist, okay, nationalist myth है। त्यस कारणले यो चाहिँ मिथहरू हुन् है, अनि भाष्यहरू छन् एकदमै बढी चाहिँ राष्ट्रवादी होइन, एकदमै बढी चाहिँ आफ्नो सुपेरियोरिटी छ, त्यो चिजहरूलाई हामीले अब क्वेसन गर्नुपर्ने छ। द्याट्स वाट ही फाइनली सजेस्ट इन दिस लेसन। Okay, students, hopefully you understood the main ideas. For better and more descriptive understanding, go to my episode 2. Thank you.